हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु। आज म तपाईँहरूलाई आफ्नो प्यान नम्बरबाट कसरी चाहिँ कर चुक्ता प्रमाणपत्र लिने भन्ने विषयमा अनलाइनबाट त्यो बारेमा जानकारी दिन गइरहेको छु। यो भिडियोलाई स्टेप बाई स्टेप अन्तिमसम्म हेरेर साथ दिनुहोला र कुनै पनि मोबाइल अथवा चाहिँ ल्यापटपको ब्राउजरमा गइसकेपछि यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। माथि गइसकेपछि आन्तरिक राजस्वको वेबसाइट हाल्नु पर्ला। IRD डट GOV डट NP गर्नुहोस्। त्यसपछि इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ, जो नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग लाजिमबोट काठमाडौँको एउटा चाहिँ इन्टरफेस खुल्छ। यो खोलिसकेपछि यसलाई अलिक तल तल सार्नु होला। तल सारिसकेपछि यता हेर्नुहोस्, यो करदाता पोर्टलमा गइसकेपछि करदाता पोर्टलमा गएर क्लिक गर्नु होला। यो क्लिक गर्नुभयो भने यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। आन्तरिक राजस्व विभागको एउटा इन्टरफेस खुल्छ। इन्टरफेस खुलिसकेपछि सुरुको अप्सनमा चाहिँ हेर्नुहोस्, जनरल भन्नेमा जानु होला। जनरलको यता प्लस बटनमा गइसकेपछि प्लस बटनमा क्लिक गर्नुहोस्। त्यसपछि सुरुको अप्सन छ यहाँ ट्याक्स पेयर लगइन भन्नेमा क्लिक गर्नु होला। यो क्लिक गरिसकेपछि यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। अब यहाँ चाहिँ स्थायी लेखा नम्बर आफ्नो हान्नु पर्यो। अनि प्रयोगकर्ताको नाम अथवा चाहिँ स्थायी लेखा नम्बर राख्नु भएको छ अथवा अर्को कुनै राख्नु भएको छ भने त्यो हान्नु पर्ला। त्यसपछि यहाँ पासवर्ड हान्नु पर्ला। अब यसरी त हजुरहरूले चाहिँ आफ्नो प्यान नम्बर हान्नु पर्ला। यहाँ प्यान नम्बर हानिसकेपछि प्रयोगकर्तामा भने प्यान नम्बर हुन्छ अथवा अर्को कुनै प्रयोगकर्ताको नाम राख्नु भएको छ भने त्यो राख्नु होला र पासवर्ड राख्नु होला। पासवर्ड हानिसकेपछि तल एउटा इन्टर क्याप्चा भन्ने आउँछ। त्यसमा चाहिँ त्यसमा दिएका क्याप्चाहरूलाई मिलाएर हान्नु होला। यसमा जुन अक्षरहरू दिएको छ त्यसलाई चाहिँ हानेर लगइन गर्नु होला। लगइन गरेपछि यस्तो प्रकारको एउटा इन्टरफेस खुल्छ। आफ्नो चाहिँ प्यान नम्बर अनि ट्रेड नेमहरू चाहिँ आउँछ। यसरी आइसकेपछि यहाँ थुप्रै अप्सनहरू छन्, हेर्नुहोस्। यो KIT छ, भेरिफिकेसन छ, रिक्वेस्ट फर फिलिङ डाटा एक्सटेन्सन छ, ट्रान्जिसन छ, ATR छ, पेमेन्ट भाउचर छ। अब त्यसै गरी हामीलाई चाहिने भनेको ट्याक्स क्लियन्समा चाहिने हो। ट्याक्स क्लियन्समा गइसकेपछि यहाँ क्लिक गर्नु होला। अब यस्तो प्रकारको एउटा प्यान नम्बर, आफ्नो चाहिँ उसको नाम, एड्रेस आउँछ। त्यसै गरेर चाहिँ हाम्रो अब फाइनेन्स इयर्समा चाहिँ गइसकेपछि अब हाम्रो 81-82को गर्नु पर्यो। अब साउनभन्दा उता गयो, पैसा तिर्नु भएको छ भने 82-83को आउँछ भने त्यहाँभन्दा अगाडि त्योभन्दा अगाडि चाहिँ 81-82को आउँछ। त्यसै गरेर अब यहाँ प्रिन्टमा गइसकेपछि क्लिक गर्नु होला। अनि यहाँ यस गरिदिनुहोस्। यस गर्नुभयो भने एउटा अर्को विन्डोजको नयाँ पेज खुल्छ। पेज खोलिसकेपछि यस्तो प्रकारको एउटा चाहिँ हामीलाई चाहिँ कर चुक्ता प्रमाणपत्र निस्किन्छ। अब यो कर चुक्ता प्रमाणपत्रलाई हामीले चाहिँ डाउनलोड गरेर पनि राख्न सकिन्छ, वा चाहिँ यसलाई डाइरेक्ट प्रिन्ट गर्न सकिन्छ। डाउनलोड गर्नुहुन्छ भने यहाँ चाहिँ एरो चिन्ह दिएको छ तलतिरपट्टि, डाउनलोड भन्ने छ। यहाँ गएर डाउनलोड गर्नु होला। यसरी डाउनलोड गर्दाखेरि तपाईँले अब कहाँ सेभ गर्ने भन्ने कुरामा चाहिँ नाम लेखेर यहाँ सेभ गर्नु होला। वा तपाईँलाई त प्रिन्टर जोडिएको छ, डाइरेक्ट तपाईँ प्रिन्ट गर्न चाहनुहुन्छ भने यहाँबाट गएर तपाईँले चाहिँ डाइरेक्ट प्रिन्टरको नाम चुज गर्नुहोस्। त्यसपछि प्रिन्ट गर्नु होला। यसरी प्रिन्ट गरिसकेपछि आफ्नो प्रमाणपत्र अनलाइनबाट कर चुक्ता प्रमाणपत्र तपाईँको अगाडि चाहिँ सामान्यतया देखिन्छ। यो तपाईँले हरेक प्रयोजनको लागि अहिले काम लाग्छ। त्यसैले आफ्नो कर चुक्ता प्रमाणपत्र भयो कि भएन भन्ने कुरा चाहिँ हेर्ने कुरा चाहिँ हेरेर आफ्नो चाहिँ निकाल्नुहुनेछ भन्ने कुरा जानकारी दिँदै अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद छ।